we're going to the park, and this is my food and my fit. And we're about to go to a park and take pictures. And बाबा अघि गइसक्नु भइसक्यो छिटो न water bottle and a notebook and some other stuff. ओके लु लेट्स गो गुडिया नबोकेको No. हामी चाहिँ पार्क डुल्नु जानु आँटेको अवस्था होइन छोरी यता हेरिदिनु नि हो मेरो भिडियोमा हेरिदिनु नि हो मेरो छोरी लिनु न अनि खोइ मामहरू अनि दिदीको पानी त यहीँ छ त अनि फर्किने होइन अहिले कति बजे 4, 5, 6 बजी 6, 7 बजी यस्तो यस्तो फुल फुलेको ठाउँमा जान आँटेको कि हेर्ने राम्रो फुल फुलेको छ भने फोटो खिच्ने छैन त छुट्टै हुन्छ हाम्रो आमालाई हिँड्नेको छैन कहिले आउने सोध्नु थालिसक्यो यहाँ भुट ताजी मामलाई भुट भइसक्यो चाबी ल्याउनु भएन होला नि चाबी त यसले बोकिरहेको छ त अहिले कस्तो दामी फुल फुलेको छ हेर्नु नि यहाँनिर हामी चाहिँ आज डुल्नु हिँडेको अवस्था नानीहरू अगाडि गइसक्यो कुन पार्क जानुभएको अरे काममा नगई बसेर डुल्नु हिँड्नु हुँदैछ बाजे सबै भेला भएको हिँड्नु पर्यो यता हाम्रो आमै कहाँ जानुभएको पार्कमा हिँडेको फुलबारीतिर हिँडेको फोटो खिच्नु यहाँ अगाडि नानी छ नानीले ड्राइभ गरिरहेको छिन् अब राइड गर्ने होइन हामी राइट डाउन राइट केही भन्नु छ मेरो भिडियोमा नेपालकोमा चाहिँ फुल पुरै रातै रातो हुन्छ यहाँ चाहिँ सेतो फुलहरू लाली गुराँस हौ यस्तो जाम छ अनि कहिले पुग्नु हो पार्कमा पनि रात परिसक्यो यहीँनिरै चिसो मौसम छ ट्रक यस्तो छ लाइन आमा के साह्रो जाम भएको नि यता राइड जाने त जान्छ चारवटा लेनमै फुल छ यस्तो भिड छ अनि आज डुलेर आउला जस्तो छैन है चेरी फुल्यो वनतिर भन्छ कताको चेरी फुल्यो खै चेरी फुलेको ठाउँमा जाउँ भनेर हिँडेको अरे केटाकेटीसँग खोइ यस्तो गाडी लालु पाते नोयो भुइँतिर किलाउ माया मैतिर किलाउ उइतिर निरा नलौ दुईतिर खत्रै पो गाएकी क्या हौ खत्रै पो गीत गाए क्या भने यो जाम पनि कति लामो नि आमा नुयो हौ नुयो भुइँतिर अरे यस रमाइलो हुन्छ केटाकेटीसँग हिँडेछ हाम्रो दाइ ड्राइभिङ गरिरहनु भएको छ यहाँनिर हामी चाहिँ यहाँ कहाँ हो भन्नु अब थाहा भएन होइन जाँदैछौँ है गाइसहरू जाँदैछौँ यो के रिभर पो भन्छ जेठा यसलाई त खालि म्यारिमेक भन्न आउँछ मलाई चाहिँ यो के को भन्छ यसलाई त पाहाडको माथि घर बनाएको पाहाडै भन्नु पर्यो नि हाम्रो लागि त अब छेले नि त यहाँ घर छ नि हेर्नु त्यहाँ कत्रो बिल्डिङ घरहरू छ त्यहाँ तल वहाँनिर खोलाको छेउमा फुल फुलेर सकेकै रहेन रहेछ चेरी फेरि भनेको यिनीहरू हो फुल फुलेर नि झरिसकेको नि झरिसकेको झरेको जस्तो छ फुल फुलेर झरिसकेको यो आयो फोटो खिच्यो टिकटकहरू बनायो भिडियो बनायो हिँड्यो मान्छे अघिदेखि आएर यहाँ कस्तो यो फुलको त अस्ति नै भिडियो लगाइरहेको थियो मान्छेले अमलाको जस्तो रोप्ने दामी फुलिरहेको नि सेतो मान्छे रमित हेऱ्यो हिँड्यो गफ गर्यो
आज मङ्गलबारको दिन र पनि कति धेरै मान्छे नि काममा नजानेहरू त आउँछ नि हौ नानी अगाडि गइरहेको छ कहाँ चाहिँ हिँडेको खोइ हिँडेको गर्छ मैले कुरा गरेर कि अब रोक्नेको नामै लिँदैन हिँडेको गर्छ खोइ कहाँ लाने हो जङ्गलभित्र पस्यो हेर्दा हेर्दै हाम्रो आमा यहाँनिर गिटिक भएछ पुरा म घरमा गइनँ नानीहरूसँग हिँडेको जङ्गल पट्टै लागिसक्यो आएन भनेर घर सम्झेर आएन भनेपछि क्या बाढी लाग्यो बाउ रिसाउनु भएछ क्या है आमा खोइ भनिरहनु भएको थियो हो नि बल्ल उम्केको यसले घर सम्झिन भनिरहेको होला बाउले एकदम त्यसै भनिहाल्यो बाढी लाग्यो कस्तो दामी मान्छेहरू पनि कति धेरै मान्छे त्यहाँनिर लेफ्टपट्टि हामी चाहिँ आइपुगेको अवस्था होला है पार्कमा पार्कमा आइपुग्यो अनि यहाँनिर डुल्दैछौँ पुरा फुलेको रहेछ नि त हल्का फुलेको छ हाम्रो नानीहरू चाहिँ यहाँ चेरी फुल चेरी फुल अरे भनेको सुन्छु सजु त कहाँ पुगिछ फेरि एक्लै फुल त झरिसकेको छ अस्ति लगाइरहेको थियो मान्छेले भिडियो खै तपाईँले डुलाउनु ल्याउनु भएन के गर्नु दामी रहेछ है गाइसहरू चेरी बगानहरू चेरी फुलेको घाम डुब्न आँटेको जस्तो 5 बजी भएको अवस्था बेलुकाको एकदम राम्रो पर्यो नि हो पर्यो हिजो पनि परेको थियो हो राति त मौसम त एकदम क्लाउडी हुन्छ दामी आउँथ्यो कि हो नि हो नानी बसेको ठाउँमा अलिक बाक्लो छ नि हो त्यो झुरुप्प भएको चाहिँ राम्रो निकाल्नु नि सजु के फोटो खिच्न आँटेको ल एक्सन गर एक्सन फोटो खिच एकछिन यता आउनु न अब त्यहाँ नानीको खिच्दैछ हौ एक्सर्साइज गर्ने ठाउँ होला त्यो कस्तो दामी फुल हो नि हाम्रो दाइ चाहिँ के खोजिरहनुहुन्छ हौ उहाँ आहा बसाइ यस्तो फुलेको छ चेरीहरू फुलेको छ हाम्रो नानीहरू कता हो कता नानी जाडो भएन कस्तो लाग्यो नि आमा मलाई त ठिकै लाग्यो फुलबारी रहेछ फुल फुलेर सबै ठिक्क भएको रहेछ कसलाई ल्याउनु मन पर्यो अरे कहिले आएको थिएन भोलिपल्ट फेरि आउने भनेको म त किन मेरो नाति 2 जना लिएर आउने भनेको यसलाई ल्याउनु भने कति खेल्थ्यो होला भने गर्नुहुन्छ आसानलाई ल्याएर यहाँ पुरा अहिलेको बोजूले जस्तो यहाँ घुमाउने हिँडाउने टाढा भयो यता मेरो बाजे के कस्तो रहेछ पार्क पार्क रमाइलो सबै मान्छे भेला भएको रहेछ है ठिकै हो ठिकै नै राम्रो नि अब घाम छ ठिक्कको मौसम छ चिसो छ हौ हल्का चिसो छ तर यति ठिकै मौसम छ ठ्याक्क खुकुरी रम चाहिँ सट्ट पार्नुपर्छ जिउ तातिन्थ्यो यतिखेर नि तातिन्थ्यो तर फुल हेरेर तातिरहेको फुल हेर्दाखेरि चिसो पनि हराउँछ होइन ए झुप्पा यो के फुल हुन्छ यस्तो झुप्पा चाहिँ कस्तो फुल के को झुप्पा हो यो ए सुनाखरी हो सुन्दाखेरि हो यो झुप्पा हो सुनाखरीको यस्तै हुन्थ्यो नि त भुटानमा म भेट्छु लु के अरे कहाँ भेट्छ सुनाखरी फुलको के गरेको नानी फोटो खिच्दिन आँटेको हौ तपाईँको ए भिडियो गर्दैछ नि त म चाहिँ फोटो खिच्छ
kiss the flower. अहिले उयो हुन्छ फ्लावरलाई चाहिँ हेर्न छोड्नु नजाओस् पानी छोको मैला होला कहाँ हुन्छ हौ तातो नानी कस्तो लाग्यो बस्नु आमा यहाँ बस्नु के गरेको हौ तिमीहरू कहाँ जानुभएको र तपाईँ चाहिँ बाथरुम छ अरे ए बाथरुम छ अरे भन्छन् अघि अर्को कुदेको कुदेकै कुदेको कुदेकै हाई कस्तो कस्तो छ कस्तो कस्तो छ कति मजाले फुल फुलेको छ है कोपिला 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 फुल मजाले फुलेको कोपिला 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 यस्तो कोपिला भर्खर फुल फुल्न लागेको छ दामी छ फुल चाहिँ यस्तो यस्तो मजाले फुल फुलेको छ यस्तो मजाले फुल फुलेको छ है दामी फुल फुलेको छ जङ्गल जङ्गलमा आज घुमाइ फुलबारी खोज्दै घुमाइ 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 घुमाइ
हाम्रो दाइ चाहिँ फोटो खिच्नु हुँदैछ कस्तो दामी हो फुल पनि कोपिला 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 हो कोपिला कोपिला हो कोपिला कस्तो राम्रो फुल के भयो अरे सजु जाडो भयो कहाँ जाने हो नानी अल्छी नमान्न हो ल नसुत चिसोमा मेरो छोरी गलेर यहाँ हिँड्दा हिँड्दा यहाँ जाडोमा कस्तो यो भ्यू देखेको नि पारिपट्टि हो नि बाउलाई माया गर्नुपर्छ नानीमा के गर्दैछ एउटै हो आमा जहाँ पनि एउटै हो जानु नि अनि आयो पनि फुल भएको ठाउँमा त्यहाँबाट सगर पर्थ्यो अझ भरिलो भएको रहेन नि त अनि अब अर्को फुल फुल्दा यो फुल ओइलिसक्छ नि त अनि आमै नानी यहाँ तल हेर्नु न उया गरौँ नि उता रुखको पछाडितिर यहाँ रेस्टरुम रहेछ रेस्टरुम खोज्दा खोज्दा यहाँ भेटायो अनि यहाँ फुलको मौसम छ यहाँ चाहिँ कहाँ हिँडेको हो तिमीहरू फेरि कता हिँडे कि सजिना कता हिँडे कि दिदी बहिनी कहाँ गएको होला लखर 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 चिसो पनि नभएको यिनीहरूलाई के गर्नुभएको आमा कहाँ जानुभएको ओह्रालै फेरि अब यो माथि चढेर रमित हेरिन्छ नानीहरू पछाडि आउँदैछ हाम्रो आमै र म चाहिँ यहाँ अघि अघि गले हो एकछिन त उकालो चढेको त बसिरहनु है ठाउँमा चिसोमा हिँड्नु नि माथि जाउँ अनि रमाइलो हुँदैछ आमालाई नि घर कतिखेर जाने हो भन्नुहुन्छ ममलाई आउनु भ्याएको छैन घर जाने कुरा गर्नुहुन्छ स्टेप स्टेप आया गलेँ म त यहाँ आइपुग्दै खै नानीहरू त आउँदैन त हौ अनि यति 2 स्टेप माथि आउँदै गलेको म त हाम्रो दाइ चाहिँ के गर्नुहुन्छ हौ त्यहाँ हेलो स्वागत छ हजुरलाई यहाँ माथि आमा कहाँ जानुभएको अनि राम्रो लाग्यो नि आमा स्टेपहरू छ त नि 1 स्टेप 2 3 अझै 4 अनि हुन्छ त हौ आमा अनि लु जानु माथि जानु अझै यहाँबाट त म त तल देख्छु नि हौ बाजे आइपुग्नु भयो भयो नि हौ यत्रो ज्याकेट लगाएको छु र नि आज मार्च आज अप्रिल 1 तारिकको दिन चाहिँ हामी यहाँ पार्कमा डुलाइछौँ है डुलाइ छ हाम्रो पार्कमा घाम डुब्न आँटेको जस्तो देखिरहेछ यहाँ त कोनि त नि
ढुङ्गा ल्याएर बस्या अघि हामी उता खेलेको नि उताबाट आएको हामी त्यहाँ त हामी पुगेन नि त छैन पुगेको उयो रुखमा फुल फुलेको छ फुल त रुखमा त फुल्छ त नि कहाँ भुइँमा फल्छ ढुङ्गा पनि फुल्छ नि चारपट्टि रहेछ नि लानु त घुम्न आयो भनेर खुसी मान्नु त बाटो माथिदेखि आएको घुम्नु आयो भने खुसी त कता कता हुनु छैन घर कतिखेर जाने हो रात पर्यो हो मात्रै भन्नु छ रात पऱ्यो अब रात पऱ्यो जानु पर्यो खै नानीले अझै अर्को पार्क पनि जानुपर्छ मम्मी भन्दै थियो कताको पार्क हो भन्छ चाहिँ छिटो चाहिँ आउँदैन फेरि के हो कति ठुलो नि आमा लु आउनु यताबाट जाउँ गाडी चाहिँ यता ल्याएर यहाँ अँ हो कि तर यो होइन यो पार्क सिसाको रहेछ सिसाको ल हिँड्नु हिँड्नु अनि त्यो सिसा माथि बस्नु नसकेको त म भिडियो गरिदिन्छु केही छैन हौ गले नि नि चिसो नि भयो बाथरुम नपाएर एकछिन फिटी रेस्टुरेन्ट जानु मन पर्यो धन्न तल रहेछ नि भेटायो खुसी लाग्यो धन्न त यहाँदेखि यतापट्टि चाहिँ बाथरुम रहेछ तल बाथरुम रहेछ लु जाउँ नानीहरू आउँदैछ आउँछ होला नि त फेरि खै नि त हौ ए त नानीहरू आउँदैछ अरे यस्तै छ आमा उता हामी गएकोमा पनि एकचोटि ए छोरी पनि आइपुगेछिन् दिदी बहिनी भोक लागेको खानेकुरा एलाउ छ नि त यहाँनिर ओ माम त खोइ भन्दै खानु जानुभयो त्यहाँनिर नि भोक लाग्यो के ल्याएको बुझिया बोक भन्दा पनि यहाँ खाएको सधैँ अर्को आँप अरे के भन्छ हौ अम्बक थियो नि त काटेर खानुपर्ने खोइ त नि गरिमा भन्दा दामी गाडी लिएर आएको बोजू नातिनी चाहिँ फोटो खिच्दै गरेको अवस्था चप्पल भन्छ चप्पल झरो लड्छ होइन उत्तानो परेछ भने त नानी मेरो छोरी उत्तानो पर्छ होला हौ When I'm break, I'm आजको दिनले बाई बाई गर्यो होइन आजको दिनले बाई बाई गरेन आजको दिन पनि गयो 7:30 हुन आँटिसक्यो अनि 7:30 मा यतिको छ है घाम ल आउनु है नानीहरू हामी त गएको लु हिँड्नु आमा लु हिँड्नु गाडी भएको ठाउँतिर जाउँ नानीहरूको त गाडी यहीँ छ होला हाम्रो त तल छ मुखै नुनिलो भयो हौ त्यो भुजियाले त लड्नुहुन्छ है बिस्तारै हिँड्नु लडी जानुहुन्छ है आमै फेरि आउनु डुल्नलाई आमा गर्मी महिनामा उता फरेस्ट पार्कपट्टि पनि नानी माथि चढ्छ झुकेर आयो अरे झुक्काएर ल्यायो अरे हो हाम्रो आमैलाई बिचरालाई साह्रै पिर भइसक्यो घरमा जान नपाएर बाजे यहाँ फोटो खिचिरहनु भएको छ पानी हेर्नु पानी उहाँबाट आउँछ नि म भित्तामा दुलो पारेको छ हो त्यहाँबाट पानी आइरहेको छ हाम्रो देख्नु भएन कहाँबाट आउँछ होला नि पानी भन्नुहुन्छ उ त्यहाँबाट आइरहेको छ नि आएर नि सल्ल बगिरहेको छ लु हिँड्नु लु हिँड्नु मा गइसक्नु भयो
फोटो खिच्नु त मेरो आउने के भरे आमा कसले चाहिँ कल गरे कि के हो हामी चाहिँ घर फर्केको है नानीहरू अगाडि भयो हामी पछाडि 8 बज्नु 10 मिनट छ हो कस्तो चिसो भयो मान्छेहरू त अझै घुमिरहेछ हामी चाहिँ अब घर फर्केको गाइसहरू यही बाटो आएको त हो नि यही बाटो आएर यहाँ बसेर गएको होइन त उता अझै अर्को पार्क जाउँ भनेको त चिसो भयो अनि नजाने हो टाउकै दुखिसक्यो चिसोले फुल फुलिरहेछ लाली गुराँस फुल फुलेर बनाइभरि ढकमक्कै भएको छ भिडियोहरू के भन्छ पिङ्क कलरको रेड कलरको पर्पल कलरको देखेको थियो मैले युट्युबमा त नि कस्तो दामी अनि अब हामी छोल्दै ड्राइभरमा यता माम हुनुहुन्छ हाम्रो उसब छोरो चाहिँ मानेन हो ल यहीँबाट गएको है हामी अघि के को खोइ यहीँबाट गएको यहीँ मान्छे त्यहीँ थियो त्यस्तै अहिले पनि त्यस्तै छ त त्यहाँनिर मान्छे पुरा गाडी राखेर फुल हेरिरहेछ त्यो फुल हेर्नु त आएको मान्छेहरू अनि त्यत्रो टाढोबाट अनि दुःख गरेर रातिको 8 बजी भयो हामी चाहिँ घर फर्केको है गाइसहरू आज अप्रिल 1 तारिकको दिन पनि गयो है आज अप्रिल 1 तारिक यसो केटाकेटी फ्यामिलीसँग चाहिँ रमाइलो गरौँ फुलसुल चेरी फुलेको हेर्न जाउँ भनेर चाहिँ आयो आएर नै घर फर्केको अवस्था आजको दिन चाहिँ हाम्रो बित्यो है अब आमालाई घरमा ड्रप गरिन्छ अनि आएर खाना बनाएर खाइन्छ होइन त आज मासु बोलाउनु आउँछ 2024 को 2025 अप्रिल 1 आज ल है गाइस हामी चाहिँ घर हिँडेको बाई बाई मेरो युट्युबमा भिडियो हेर्ने साथीहरूलाई धेरै धेरै धन्यवाद मेरो भिडियोहरू हेरिदिनुहुन्छ मेरो भिडियोहरू लाइक गर्नु सब्सक्राइब गरिदिनु भएको छ सब्सक्राइब है कति सब्सक्राइब पुग्यो मेरो युट्युबमा हेरेको पनि छैन जे भए पनि मेरो भिडियोहरू मन पराएर साथीभाइले आफन्तहरूले हेरिदिनुहुन्छ मेमोरी हुन्छ भनेर नि पछिको लागि मेमोरी हुन्छ भनेर चाहिँ भिडियो गरेर लगाउँछु तपाईँहरूलाई के कस्तो लाग्छ हेरिदिनु होला मन परे हेरिदिनु होला आउँदा चाहिँ उकालो 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 हुन्छ जाँदा चाहिँ ओह्रालो 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 हुँदै घर गइन्छ ल ठुलै के भन्नुहुन्छ भने भन्नुहोस् है मेरो भिडियोमा मेरो ड्राइभ गरेको हुन्छ युट्युबमा बोल्ने धुन छैन खुसी लाग्यो जुलेर आज खुसी लाग्यो फ्यामिलीसँग ल डुलाउनु ल्याउनु भएकोमा धन्यवाद कस्तो दामी फुल हौ यहाँनिर त नि बाटो पनि फुल कस्तो ओह्रालो ओह्रालो छ कतै स्पिड लगेको फेरि मर्छु कि के हो पुलिस डिपार्टमेन्ट बस्छ पुलिस डिपार्टमेन्ट अफिस होला नि Turn left onto Marburg Avenue. कति नम्बरमा राख्नु भएको तातो भाइ यहाँ लाइन आएको छैन हाम्रो चाहिँ घरमै हटपट म झोलदिएर भएन नानी के भएर सेतो भयो त नि कलर यता राबो लाउनुपर्छ मेरो छोरीले चाहिँ आज घरमै हटपट पकाएर खुवाउँदैछ हामीलाई ट्राई हो एकपट्टि पिरो एकपट्टि नपिरो पार्नुपर्छ नि कस्तो मजाले उम्लिँदो रहेछ त आमा चराई चाहिँ अलि I don't want that. मुटुक्क हुन्छ I'm not eating that anymore. लपक्क लपक्क भयो अब तातो पानी दे आज त्यसलाई आधी पार्नु चाहिँ तर त्यो सानो हुन्छ लामो लामो खाने सलक सलक तपाईँलाई त्यो उतापट्टिको नपिरो हामीले यताको पिरो त्यस्तो भयो अनि यो तपाईँ छन् मेरो नपिर त्यही ए हाम्रो यता यहाँ पाक्दैछ सबले अलिक डढायो क्या डक्टर छोरोले पकाउँदैछ यहाँ होइन त्यस्तो हुन्छ
मेरो छोरीले यहाँनिर हट नुडल्स घरमै पकाएर चाहिँ खुवाउँदैछ हटपट हुँदै हाम्रो घरमै हुँदैछ मैले चाहिँ खाइसकेँ अरूले चाहिँ खाँदैछन् खै तँ चाहिँ के खाँदैछ के हो त्यो हटपट The spicy. Which one? Not. ये लोग कह रहे हैं कि ये तुमसे मिलने आए हैं मैं जानता हूँ कि क्यों है